हेलो साथीहरू, नमस्ते। सन्चै आरामै हुनुहुन्छ हजुरहरू? म नि सन्चै छु, ठिकै छु। आशा गर्छु हजुरहरू नि सन्चै आरामै हुनुहुन्छ। धेरै दिनपछि ब्लग बनाउँदैछु। 2-3 दिन भएको थियो ब्लग बनाएको थिइनँ अनि खासै केही नि थिएन ब्लग बनाउने जस्तो र अलिक काममा पनि बिजी थिएँ। आज घरमै छु र घरमै छु अनि त्यही भएर चाहिँ अब आज यसो छोटो मिठो सानो एउटा ब्लग बनाएर हाल्छु भनेर ब्लग बनाउन आँटेको। चिसो पनि लाग्यो, तातो पानी बनाएर पिउँदैछु। अनि साथीहरू, अब चाहिँ म चिनमा खाना पकाउँछु क्या, अनि हजुरहरूसँग म खाना पकाउँदा भेट्छु है। आज म खानामा माछा पकाउँछु। धेरै दिन भएको थियो माछा ल्याएर राखेको, पकाएको थिइनँ। आज चाहिँ म माछा पकाउँछु अनि हजुरहरूलाई भेट्छु है। साथीहरू, माछामा चाहिँ मैले नुन र बेसर मरेर राखिसकेँ। अब चाहिँ माछामा चाहिने चिज छ लसुन अदुवा काट्छु। प्याज काट्नु थालेको साथीहरू। सब्जी माछाको झोल चाहिँ पाकेर रेडी भइसक्यो। मैले त्यसमा तामा पनि मिसाइदिएको छु आज। कसलाई मनपर्छ नि तामा, मलाई त त्यसरी मनपर्छ। सबै मेरो सब्जी पाकिसक्यो। म चाहिँ खाना पकाइसकेर नुहाइधुवाइसकेर होइन, अब चाहिँ खाना खाने 1:30 भइसक्यो। साथीहरू, हजुरहरूले के खानुहुन्छ होला? चाहिँ म थालकै छेउमा राख्छु होइन, बेकलाई पनि हुन्छ।
साथीहरू म खाना खाइसक्छु अनि हजुरलाई भेट्छु ल नि त। काम गर्छु त्यही हो साथीहरू। साथीहरू के गर्दै हुनुहुन्छ हजुरहरू? रातिको 10 बज्न लागिसक्यो होइन। खाना खान थालेको अब बेलुकाको खाना बिहानकै खाना छ, सलाद, माछाको झोल, भात। साथीहरू म चाहिँ खाना खाइसकेँ होइन। खाना खाइसकेर पनि हात मुख धोइसकेर आज यसो टाउकोमा तेल लगाउनु पऱ्यो। टाउकोमा आज चाहिँ आजको ब्लग म यही एन्ड गर्न जाँदैछु। आजको ब्लग हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला अनि सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। यही भन्दै आजलाई म बिदा माग्दैछु। बाई बाई, गुड नाइट।